आजको मुख्य मुख्य हेडलाइन टपिकहरू गाइज। न्युकास्टल विन द इएल कप। ७० वर्षपछि द फर्स्ट इङ्ग्लिस मेजर ट्रफी न्युकास्टलले आज जित्न पुगेको छ होइन। कति खुसी होला नि आज न्युकास्टल फ्यानहरू है। म नि धेरै खुसी। ७० वर्षपछि पहिलो पटक मेजर इङ्ग्लिस ट्रफी न्युकास्टलले जित्न पुगेको छ, त्यही पनि लिभरपुल जस्तो त्यस्तो स्ट्रङ टिमलाई हराएर है। म धेरै धेरै खुसी छु होइन। यसै गरी आज लिभरपुलको रामधुलाई, लिभरपुल आउट, रक्स विक्स फर लिभरपुल है, किनकि लिभरपुल अस्ति भर्खरै च्याम्पियन्स लिग राउन्ड अफ 16बाट आउट भइसकेको थियो। अनि आज लस कार्बन कप फाइनलबाट आज आउट भइसकेको छ होइन लिभरपुल। लिभरपुलको लागि यो हप्ता खासै राम्रो भएन। बालन्डर क्यान्डिडेट मोहम्मद सालाको लागि धेरै नै दुःखको कुरा होइन यो। च्याम्पियन्स लिगबाट नकआउट भइसक्यो, कार्बन कप फाइनल हारिसक्यो होइन, एफए कपबाट आउट भइसक्यो लिभरपुल। त्यसैले अब मोहम्मद सालाको लागि बालन्डर चाहिँ धेरै नै चान्स कम भइसकेको छ। यसै गरी आज बार्सिलोना भर्सेस एथलेटिको मड्रिडको म्याच रहेको थियो होइन। यो हप्ता एथलेटिको मड्रिडको लागि पनि त्यस्तो खासै राम्रो भएन, किनकि अस्ति भर्खरै पेनाल्टी सुटआउटमा च्याम्पियन्स लिग राउन्ड अफ 16बाट आउट हुन्छ होइन एथलेटिको मड्रिड। आज ७० मिनटसम्म 2-0ले लिड गरिरहेको एथलेटिको मड्रिड 90+8 मिनटसम्म 4 गोल खाएर 2 गोलले पछि पर्दै ला लिगाको टाइटल रेसको लागि झन् तल 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 गइसकेको छ होइन एथलेटिको मड्रिड। त्यही हो, एथलेटिको मड्रिडको लागि पनि यो हप्ता खासै राम्रो भएन। कङ्ग्रेचुलेसन बार्सिलोना फ्यान। मलाई चाहिँ यो सिजन बार्साको गेम भनेको दुईवटा गेम लास्ट मन पर्यो क्या। एउटा च्याम्पियन्स लिग ग्रुप स्टेजको बेनिफिकासँगको त्यो कमब्याक म्याच होइन, यस्तो दामी गेम खेलेको थियो त्यो गेम। अनि आजको एथलेटिको मड्रिडसम्मको यो ७० मिनटदेखि 90+8 मिनटसम्मको त्यो यो डिस्टेन्समा गेम जति नै राम्रो खेल्यो नि, ओ माई गडनेस कस्तो दामी गेम खेलेको क्या। लियोन्डेस्कीले गोल हान्न साथ त बार्सा कहाँ तल पर्न सक्छ होइन। जबकि लियोन्डेस्की त्यत्रो बुढोले त गोल हान्यो, अब हामी पनि हान्नुपर्छ। यङ स्टारहरूको शरीरमा रगत तात्यो जस्तो होइन, जोसमा केटाहरू त घुच्चो गोल के। त्यस पछाडि त एथलेटिको मड्रिडले कहाँ रोक्न सक्छ केटाहरूलाई होइन, सकेन। त्यही हो, कङ्ग्रेचुलेसन्स वन्स अगेन। अब ला लिगा टाइटल रेसको लागि चाहिँ धेरै नै इम्पोर्टेन्ट छ। अब हाम्रो प्रत्येक म्याचहरू धेरै इम्पोर्टेन्ट हुनेवाला छ होइन। 3 पोइन्टले पछाडि छौँ हामी अझै पनि। लेट्स सी के हुन्छ, हेर्दै गरौँला। जस्ट फलो मी मोर देन मोर। बाई बाई।